हेर हेर जति नै क्रिम पाउडर लाएर सेती भएर के गर्नु म नै कालो भएपछि हेर नि त्यहाँ गुवामी एकले चिरेर मरेको छ कस्तो चाहिँ खडेर लाग्यो मनाउला यसको ए बुढी अब भन्दाखेरि भने जस्तो हुन्छ यो अनुहार सेतो हुँदैमा केही नहुँदो रहेछ ल के भन्छन् यी बुढा फेरि सुकुल बुनेर अब सुकुल बुनेर हो कि गुन्द्रेर बुनेर हो म केही जान्दिनँ यो अनुहार सेतो हुँदैमा र मान्छेको नाम माया हुँदैमा केही लथार पार्नु नलाग्दो रहेछ ल होइन कतै तिमीले मलाई पो स्याटेड हान्न खोजेको हो कि क्या हो सुन्दा त त्यस्तै त्यस्तै लाग्छ नि अब कुरो बुझ्नु घरतिर कुद्नु किन भनेको त त्यस्तो फेरि म त आएको 6 महिनामै पोइ लगाइदिन्छु के बुढी होइन त्यसरी पहिले जाने कुरो नगर त यसरी आवेशमा आएर भावनाका थालहरूसँग नबग त तिमी अब तिमीलाई पहिले ल्याउँदाखेरि त्यो मिटर ब्यालेसँग मिटरमा लिएको पैसा अहिलेसम्म तिर्न सकेको छैन अब तिमी पहिले जाने कुरो गर्छौ अनि त्यस्तरी बोलेपछि मेरो मन दुख्दैन त अब चाहिँ नि नरिसाउ न मेरी बुढी अब तिमी बाहिर बसेकै छौ मेकअप गरेकै छौ यो स्याउ केरा रोटी तरकारी क्वाप खाएकै छौ बुढो चाहिँ नि 1 वजन खानी हो पनि भनेर सोधिदिनौ हो त्यही भएर चाहिँ मेरो चित्त दुखेको हो कि हो त नि है म पनि कस्तो हुस्सु होला सुकुल बुनेर खाऊ त भन्नु पर्थ्यो नि मैले पनि यही त हो भनेको त ल यो केरा खा ल छिटो खाऊ पक्रिन तासी खाऊ अब बुढीले नै मुखमा क्वापै हालेर खाऊ कि खाऊ भनेपछि त खानु पर्यो कमर कसेन तर म अहिले खाने नि इराको मलाई चाहिँ अहिले हतार त त्यहाँ बाहिर जानु पर्छ तिमी बसेर यसो खानपिन गरेर भित्र गएर बस्दै गर घरको केही काम गर्दै गर म बाहिर गएर हुन्छ तिमी यसो बस्दै गर म चाहिँ नि बाघको चालमा गएर बिरालाको चालमा आइहाल्छु आज पनि कता नाप्ने टेन्सन पनि थोरै दिया हो र भने तपाईँ त दले त होइन दलबहादुर तर बाबुलाई त मैले चिनेन नि दाइको स्मरण शक्ति नि अलिक कमजोर छ कि क्या होइन के भन्छ यो भाइ मेरो स्मरण शक्ति कमजोर छ अरे अनि के यसो याद गर्नु छ अलिक दिन अगाडि हँसिली र म गरिरहेको बेलामा चोर बाख्रोले हरियो घाँस अर्काको बाली हेरासरी हेरे होइन तपाईँले भनेपछि बाबु हँसेलीको परम मित्र हजुर अनि साँच्चै बाबुलाई मसँग के काम पर्यो कुन्नी हेर्नु नि दाइ हँसिलीसँग नभेट्यो नि कति भएछ कि यसो दाइले चाहिँ सेटिङ मिलाइदिनु पर्यो हेर बाबु मबाट सबै काम हुन्छ यो सेटिङको काम चाहिँ हुँदैन क्या त्यसो नभन्नु नि दाइ अब उता सेटिङ गरे बापत उता रेटिङ पनि राम्रै आउँथ्यो ए त्यसो हो भने उता सेटिङ यता रेटिङ कस्तो धर्म सङ्कटमा पर्या भने है बाबु अनि साँच्चै बाबु तिम्रो नाम चाहिँ के रे मेरो नाम चाहिँ दाइ प्रेम प्रेम हजुर भनेपछि हँसेलीको प्रेम अब त्यस्तै भन्नु पर्यो मिलाएर अनि तिम्रो गाउँ चाहिँ कहाँ हो नि बाबु मेरो गाउँ चाहिँ दाइ अलिक टाढै पर्छ कि तर हँसिली र म चाहिँ एउटै कलेजमा पढ्ने हो फेरि ए नाप्न पनि मजाले नाप्या रहेछ होइन के नाप्यो भन्नुभएको के भने भन्नु नि कलेज पढ्न आउने उता हँसेलीसँग इलुको मिटर चलाउने भने नि अब त्यस्तै भन्नु पर्यो मान्छे हेर्दा मात्रै सोझो भने त मान्छे पनि सोझै रहेछ ल हिँड हँसेलीलाई भेट्न ल जाउँदै मलाई त हतार भइसकेको छ माया राम्री भएर के यो मनै भनी कालो छ मलाई चिया खुवाउनु पर्यो भनेर मसँग पैसा लिए तर अन्तिममा मायालाई कस्तो फलफुल खान मन लागिरहेको छ त्यसैले मैले चिनी चियापत्ती दुधको साटो
फलफुल किनेर ल्याए पो भन्छ। होइन आज यो बुढोलाई के भएछ? कमजोर भएछन् क्या? भलभुल कुरा गर्छन्। आज अलिकति आफूलाई पैसा चाहिएको थियो, सर्ने होइन। होइन है बुढी, तँलाई के भएको छ? यो कुन्नी के जाति गरेर के हेऱ्यो मलाई? के भयो तँलाई? के हेर्नु? आफ्नो स्वामी राजालाई हेर्न पनि नहुने, अरू कुरा गरे। स्वामी राजा रे? अनि के त? म मेरो स्वामी राजालाई कति लाइक गर्छु। अब हजुरले म स्वामी राजालाई धेरै लाइक गरिबक्सिन्छ होइन त? अनि के त? ए मेरी स्वास्नी, मलाई अब यो लाइक मात्र किन, सेयर कमेन्ट सब्सक्राइब गरेर अनि मलाई यो युट्युब च्यानल बनाएर यसो हाले हुन्थ्यो कि? अनि बेला बेला डलर पनि झर्छ कि? स्वामी राजालाई लाइक गर्छु रे होइन हौ। यी स्वास्नी मान्छेलाई पनि आफ्नो लोग्नेसित फकाएर धुतेर पैसा लिनलाई यस्ता किसिमको आइडिया पनि कसले सिकाउँछ? चुना मोलेर। अनि कहाँबाट आउनु नि आइडिया? त्यतिकै भन्दो रहेछ, जस्तो सुकै बुढो भए पनि झन् लाइक गर्छु भन्दाखेरि भाउ खोज्दो रहेछ। हेर बुढो, तिम्रो यो अनुहार हेऱ्यौ भने त तिमी लाइक मात्रै होइन कि तिमी डिसलाइकको पनि भागीदार छौ, बुझ्यौ? के रे के भने कि तैँले त्यो चुना हालेर? अनि के को चुना हालेर नि? तँलाई देख्यो कि सुर्तीमा चुना हालेर धुलो पिठो हुने गरी माडेर मोटा काटेर ठुक्क गरेर थुक्ने मान्छ। हेर बुढो, तिमीलाई पनि मैले देखेँ भने त त्यो झर्तोमा मकै हालेर पिठो निकाल्छ नि। हो र त्यसरी तिम्रो यो भनेपछि तैँले मेरो यो टुप्पीमा समातेर जातोलाई भन घुमाएको जस्तो घुमाउनु मन छ भने हो? हो नि। अनि अरू के त? बाहिर लाएर घुमाउनु त तिमी लायकको हुनु पर्यो नि कि कसो छोरी? अब कुरा बुझ्दै नबुझी हो भनौँ भने बालाई गाह्रो पर्ला, होइन भनौँ भने आमालाई गाह्रो पर्ला। मेरो यो थोत्रो रेडियो मेरा बा, यही रेडियोको श्रोता मेरी आमा। त्यसैले तपाईँकी यो छोरी हँसीले अहिलेलाई मौन बसी। हे मेरा परम पिता परम माता, अहिलेलाई यो कुरा थाती राखेर यसो मासु खाने बन्दोबस्त मिलाउने हो कि? ए भनेपछि अहिलेलाई मैले यो वाद विवाद कार्यक्रमलाई खातिर राखेर तिमीहरू आमा छोरीलाई मैले मासु खाने बन्दोबस्त गर्नु पर्यो होइन त? हो नि त। ए तिमीहरू आमा छोरीले दिन रात मेरो यो मासु खाँदा खाँदा चित्त नबुझेर अब कुखुराको मासु खानु पर्ने तँलाई? बा, तपाईँको मासु त्यो कुखुराको मासु जस्तो स्वादिलो रहेन रहेछ के? त बोल्दो रहेछ मेरो यसलाई पनि। हो नि त। के हो नि त नि? तँलाई मासु खानको लागि त्यो मासु पसलमा मासु सक्यो रे। एक छक मासु खानलाई पनि नाना थरी कुरा सुन्नुपर्ने। ओ जाने हुन चाहिँ हो। अब मासु पसलमा मासु सकेको चाहिँ होइन। अब म चाहिँ नि मासु लिने म त मासु गएको थिएँ। एक गाँसी मेरो मायाले फोन गरेर मासु नल्याउनु है बुढा, अब फलफुल लिएर आउनु भयो नि। त्यही भएर चाहिँ नि मैले अहिले इसी वक्त चाहिँ एउटा केरा चाहिँ नि अर्को स्याउ, मतलब स्याउ र केरा लिएर आएको छु। ए भनेपछि तैँले डल्लै एउटा स्याउ र केरा किनेर मायालाई दिस होइन त? तेरी अब चाहिँ कहाँ मैले एउटा केरो र एउटा स्याउ मात्रै किन्छु। अब किन्न त म पुरै पसलै किनिदिन्छु भनेर गएको थिएँ। अब त्यति बेर अब पसले धुरु धुरु रुन थाल्यो। मने साउजी अब चाहिँ नि तपाईँले मेरो पसल पुरै किनिदिँदाखेरि अब म चाहिँ नि दिनभरि बेरोजगार हुन्छु। त्यही भएर बिन्ती छ मेरो पुरै पसल नकिनिदिनु होला भनेर रुन थाल्यो। त्यही भएर उसको माया लागेर मैले चाहिँ नि एउटा स्याउ भन्न मिल्दैन। अब आधी केजी स्याउ र आधी दर्जन केरा बोकेर कुरो बुझ्नुभयो? ए अनि अरू केरा र स्याउ खोइ त? अब चाहिँ नि अरू त मेरी मायाले खाइहाले नि। अब बाँकी बसेको चाहिँ नि एउटा स्याउ र एउटा केरा चाहिँ अब यता दाजु
अब चाहिँ नि यता भाउजू अनि यता हँसिलीलाई यसो खुवाउनु पर्यो भन्नु लिएर आएको। अब आफ्नो त नामै मनबहादुर, मनै बहादुर जस्तो छ। कुरो बुझ्नु ए भनेपछि तेरो मन नै बहादुर छ होइन? चुना हालेर नाप्यो हँसेली तिमीले सोचे होला तिम्रो लागि केटो ल्यायो भनेर। ऊ त मेरो अलिकति नजिक अलिकति टाढाको भाइ। होइन के भन्छ नि दले भाइले? ए मैले ती बाबुलाई यो गाउँमा पहिलोचोटि देखेँ, अहिलेसम्म देखाए पनि छैन। चिनिन नि को हो बाबु तिमी? मैले त आजै चिनेको, त्यो पनि मिटर नाप्दै गर्दाखेरि काम खोज्दै थियो लिएर आएको। काम खोज्दै होइन त? ठिकै छ त। ए छोरी जा त यी बाबुलाई गोठमा लगाएर त्यो भैँसीको भकाहरू सोर्न लगाइहाल त। त्यही काम छ हामी का। जा पहिलो दिनमै भकाएर सोर्न लाउनु र भने त्यही त भने के त्यही त। तँलाई त्यो भैँसीको भकारो सोर्न मन छ भने गोठा गएर फुरुक्क सोर्ने, होइन भने त जताबाट आएको त्यतैबाट लुरुक्क जाने। जा होइन सोर्छु सोर्छ यसो गइहाल। यसलाई पुऱ्याएर त्यो भगाएर सोर्न छोडेर आइदियो नि त। त्यहाँ बस्ने जा जाउँ गोबर सोर्नु गइहाल। के हो मान्छे मायामा अन्धो हुन्छ भन्थ्यो, हो रहेछ। देखेँ आज। के भन्छ नि दोले दाइ? के भन्नु, ऊ त्यहाँ जग्गा चलान घर ढलान रहेछ। जाउँ हेर्न जाने ल दाइ के च्याउ हौ ल भाउजू के हौ है ल जाउँ। नमस्कार। तिमीहरू त के हो हलगुरु नारिया नारेर हिँडिरहेको नि? कता हो? के हुनु नि, जग्गा चलान घर ढलान भने जस्तो भइरहेछ। होइन के भन्छ यो? त्यही त अब कागती निचोरेर रस मुखमा हाल्दाखेरि मुख बिग्रियो त। यता जग्गाको भित्तो नाप्ने यता घरको भित्तो थप्ने भने जस्तो भइरहेछ। के बसो दले? त्यही त होइन हो, तिमीहरूले मलाई र मेरो घरलाई हेरेर भनेको हो कि क्या हो? तपाईँलाई भन्नु हामीले त तपाईँलाई भनेकै होइन है भने। त्यही त अब भन्दाखेरि बढी बोले जस्तो हो नि। त्यो भन्छन् नि के अगुल्टोले हान्दा खोइ कुन्नी खै के खै किन्नी खै कुन्नी ओ उल्टोले हाने कुकुर चाहिँ नि बिजुली चम्किँदा तर्सिन्छ। अब भनेको जस्तो भन्छ होइन त दोले? हो त, तर तपाईँलाई त्यस्तो किन लागेको बा? किन नि मैले नि 8 आना जग्गा नापेर घर बनाएको, त्यही भएर नि। होइन होइन, यो कथा चाहिँ नि कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ भने जस्तो भयो होइन त दोले? जा त जा, ऊ त्यहाँ एउटा मान्छे झोक्राएर बसेछ हेरेर आ त। हुन्छ हुन्छ हस् त हामी लाग्छौँ। ए हो र गोबर त गनाउँदो पो रहेछ है। म त बास्न आउँछ भन्नु थाल्यो। तिमी यहाँ किन आएको? किन आएको रे? गोबर सोर्न आएको नि देख्नु? ठिकै छ त, अब यो गोबर सोरेर खुर्क घर गइहाल त। तिम्रो र मेरो यो नाटक थाहा पाउनु भयो भने बाले हाम्रो प्रेम कहानी अगाडि बढ्न नपाउँदै टुङ्गाइदिनुहुन्छ। तिम्रा बाले थाहा पारेर हाम्रो प्रेम कहानी टुङ्गेर टुङ्गिनी हो? त्यो त तिमीले टुङ्गाउन चाह्यो भने टुङ्गिनी हो। होइन तिमीले त टुङ्गाउन चाहिरहेको छौ क्या? मलाई त सँगै लाग्यो है अहिले आएर। हेर तिमी बढी कुरा नगर त, खुर्क घर गइहाल त। फेरि यो माया प्रेममा शङ्खाको कुरा गर्नु भनेको जाडो महिनामा पङ्खा चलाउनु जस्तै हो, जसले शीतलता होइन चिसो पठाइदिन्छ। भो तिमी पनि धेरै आदर्शका कुरा नगर यहाँ। आफू भने उसलाई भेट्नलाई हजार मिटर बुझाएर आएको छु। हजारको मिटर रे? अनि के त आफू भने यहाँ आउने बाटो बनाउनलाई त्यो दलेलाई मैले हजारको मिटर बुझाएर आएको छु भने जाजा। हे भगवान, यो दलेले कसैलाई पनि नछोड्ने भयो। म जाउँ? म साँच्ची जान्छु नि फेरि। हेरे म जान्छु भने जान्छु। हेरे फेरि म जान्छु नि फेरि साँच्चीकै। मैले तिमीहरूलाई भगाएर सोर्न पठाएको रोना धोना पो सुन्दैछु। के भैँसी थाल्यो क्या हो?